Hello everyone. Good morning. तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। आज चाहिँ हामी काठमाडौँदेखि विराटनगर हिँड्दै छौं जाँदैछौं। त्यसको लागि अनि हिँड्दै त छौं नि अहिले। अनि हामी चाहिँ प्लेनबाट जाने भएर हामी अहिले एयरपोर्ट जाँदै छौं है। म र हजुरआमा चाहिँ जाने हो खासमा अनि यिनीहरु चाहिँ हामीलाई पुर्याउन हिँडेको अब अहिले चाहिँ है हजुरआमा हामीले को भन्छ उहाँ चाहिँ हिँडिसक्नु भयो के उता गाडी हुनुहुन्छ अहिले चाहिँ हामी यहाँ कायो कोटघर आइपुग्न लागिसक्यौं अनि हामी चाहिँ म अर्को बेला आउँदा दिन्छु कुकु हेलो गर्दैन हेलो हेलो नमस्ते हैन नमस्ते हामी त कहाँ हिँडेको अहिले हामी कहाँ हिँडेको बाई बाई भन्नु लाने बाई बाई हेर्नु त ए हिरो हो नि त फेरि कुकु कहाँ हिँडेको हामी भन्दिनु त लु तपाईकै मुखबाट सुनौँ हामी चाहिँ एयरपोर्ट हिँडेको अहिले हजुर किन हिँडेको अब हामी चाहिँ जानुपर्छ है म चाहिँ अब गाडीमा गएपछि फेरि तपाईहरु समक्ष आउनेछु अहिले चाहिँ म एकछिन रोक्छु थोरै ब्रेक हामी चाहिँ अहिले यहाँ एयरपोर्टमा छौँ है मलाई के भयो फ्लाइट बसिसकेको छौँ हामी कपु थाहै गरिदिनुहोस् फेरि पनि हामी चाहिँ अहिले ट्रेनमा चढिसक्यौँ है यो भिडियो हो ट्रेनमा चढिसक्यौँ हामी चाहिँ निस्किँदैन अब छिटै नै हाम्रो प्लेन उड्दैछ सो एक्साइटेड म फर्स्ट टाइम हो क्या अनि कस्तो डर लागेको छ अलिअलि छैन म गाइस हामी चाहिँ फाइनल्ली विराटनगर पुगेका छौँ है अनि हामी चाहिँ नातिनी बजु अहिले एयरपोर्टदेखि बाहिर निस्किसकेको कस्तो अजिब लागेर म त बाहिर निस्किदिएको यता कता छौँ हामी अहिले विराटनगरको ठिक एयरपोर्टको अगाडि छौँ हामीलाई रिसिभ गर्न नाना दादा आउनुहुँदैछ उहाँहरूकै प्रतीक्षामा हामी बसिरहेछौँ कल चाहिँ गरिसकेको छौँ हेरौँ अब कति मिनटमा आइपुग्नुहुन्छ हामीलाई 35 मिनट भनेर कति कमसेकम 40-45 मिनटमा ल्याएको 35 मिनट त भन्नुभएको थियो बट 55 भएको थियो अनि हामी 45 मा आइपुग्या अनि त उडाउनु अलिकति फरकै पर्छ नि त अनि गाइज अहिले चाहिँ नानाहरू आएपछि फेरि भेटौँला सो गाइज अहिले चाहिँ हामी विराटनगरमा आएर नाना दादासित भेटिसक्यौँ आजको दिन चाहिँ मेरो लागि धेरै स्पेसल थियो किनभने आज मेरो दादाको बर्थडे पनि थियो र दादाको बर्थडे भ्याउने पाराले आज चाहिँ हामी प्लेनबाट आएको थियौँ सो त्यसै कारणले मैले चाहिँ बिचमा भिडियो बनाउन बिर्सेको कारणले अहिले भोइस ओभर गर्दैछु यो चाहिँ मेरो फर्स्ट भिडियो भएको कारणले तपाईहरुले त्यति नै माया र सपोर्ट देखाइदिनु होला र मेरो भिडियो हेरेर इन्जोय गरिदिनु होला सो गाइज यो चाहिँ मेरो नर्मल भिडियो हो अहिलेसम्म तपाईहरुले मेरो भ्लग हेर्दिनु भएकोमा तपाईहरुलाई मनैदेखि धन्यवाद है अनि यो च्यानल चाहिँ नयाँ भएको कारणले तपाईहरुको साथ सपोर्टको धेरै नै जरुरत छ त्यसैले तपाईहरुले लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला आजको भिडियोलाई म यही इन्ड गर्न चाहन्छु धन्यवाद नमस्ते